जलवायु परिवर्तन नेपालको मात्र नभएर विश्वको एक समस्या हो। यसमा पनि नेपाल एक उच्च जोखिममा रहेको देश हो। यो जोखिमभित्र सबैभन्दा आक्रान्त समुदाय आदिवासी जनजाति हुन्। त्यसमा पनि आदिवासी जनजाति महिला पीडित रहेका छन्। आदिवासीको जीवनशैली, जीवन पद्धति, प्राकृतिक स्रोत र साधनसँग जोडिएको हुँदा जलवायु परिवर्तनका कारण उनीहरूको जीवनलाई आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक पाटोमा गम्भीर संकटमा परेको छ। नेपालका आदिवासीहरूको संकटको प्रस्तुतिका क्रममा यहाँ विभिन्न लोपोन्मुख र थोरै जनसङ्ख्या भएका 9 आदिवासी जनजातिमा परेको प्रतिनिधिमूलक अवस्थाको चित्रण गरेका छौं। यही पहाड र जंगलसँग साइनो गाँसिएको समुदाय हो कुसुन्डा। कुसुन्डाहरू आफैले भने गेम्ह्याक भनेर आफैलाई सम्बोधन गर्ने गर्दछन्। गेम्ह्याकको अर्थ वनको राजा अर्थात् वन राजा भन्ने बुझिन्छ। कुसुन्डाहरू फरक पहिचान र परिचय भएका अति सीमान्तकृत तथा लोपोन्मुख नेपालका आदिवासी जनजाति हुन्। कुनै बेला वनमा स्वतन्त्र घुमन्ते जीवन बिताउने कुसुन्डाको स्थायी घर हुँदैनथ्यो। तर अन्य समुदायसँगको सम्पर्कमा आएपछि वन जंगल तथा खोला किनारामा उनीहरू बसोबास गर्न थालेका हुन्। उनीहरू अझै पनि जातीय परम्पराकै रूपमा वनमा पाइने तरुल, गिट्ठा, भ्याकुर, सागपात तथा च्याउ संकलन गरेर खाद्य पदार्थ जुटाउँछन्। कृषि तथा पशुपालन नगर्ने कुसुन्डाहरू धनुकाँड चलाउन निपुण हुन्छन्। यही धनुकाँडको सहायताले वनमा पाइने गोहरा तथा कालिजको शिकार गरेर भोजन जुटाउने मुख्य क्रियाकलाप थियो। तर अहिले यी सबै परम्परा तथा प्रथाहरू लोप भएर गएका छन्। यो हाम्रो पुर्खाको यो गोरा भन्ने चाहिँ यो वनमा पाइन्छ हजुर। यो हाम्रो यो बिहामा यो नभएर हाम्रो चाहिँ बिहा हुँदैन। यो हुनै पर्ने चाहिँ जसरी पनि खोजेर पनि हामीले तकार्नुपर्छ। हामीले माइती अब बिहामा माइती पूजन गर्ने बेला यो चाहिँ खसीको रूपमा अनि मानिन्छ। यसलाई चाहिँ खसी भनेर चाहिँ बुझाउनै पर्छ। हाम्रो पुर्खाहरूले गर्ने भएको थियो त्यही। यो नभइकन त अब हाम्रो त काम जसरी पनि खोजेर ल्याउनुपर्छ। यो धनुकाँडले यसरी यो हानेर यो हजुरको यो कारले यसरी निशाना लगाएर हजुरको ट्याक्कै त्यहाँ एकदम निशानासँग गुहाबेर अनि त्यो ट्याक्कै यो कार अट्क्यो भने यो निस्किन्न हेर्नु जाने बेला जान्छ छिर्छ। अब तान्दाखेरि आउँदैन। यो बराबरै हुन्छ यो निकाल्ने अनि त्यो तरिकाले मार्दै गर्थ्यौँ पहिले। अहिले चाहिँ वनमा चाहिँ अब यो मार्न पाइन्न, यो खोज्न पाइन्न। अनि त्यसले गर्दाखेरि अब चाहिँ यो हामी यो चाहिँ ल्याउन सक्दैनौँ। अहिले एउटा वञ्चित भएको छौँ हामी यो मार्नबाट। वनमा चाहिँ शिकार खेल्न जान पाइन्न। आधुनिक विकास, शहरीकरणको चपेटामा परेका कुसुन्डाको जीवनमा जलवायु परिवर्तनको अर्को शास्ति आइपरेको छ। यसैको प्रभावले होला कुसुन्डाका सबै प्रकारका परम्पराहरू प्राय लुप्त भइसकेका छन्। कुसुन्डाहरू घुमन्ते जीवन बिताउने भएको हुनाले अब जङ्गलमा अहिले विभिन्न सामुदायिक वनहरू भएको हुनाले त्यहाँ जान नपाउने जुन कुसुन्डाहरूले चाहिँ आफ्नो पन चाहिँ लिउन पाइरहेको छैन, जङ्गलमा छिर्न पाइरहेको छैन, आफ्नो खानेकुराहरू त्यहाँबाट ल्याउन पाइरहेको छैन। त्यो भएको हुनाले चाहिँ कुसुन्डा महिलाहरूलाई चाहिँ कुसुन्डा महिला नभएर आदिवासी महिलाहरूलाई चाहिँ विशेष गरी धेरै नै जलवायु परिवर्तनहरूले चाहिँ असर परिरहेको हुन्छ। जस्तै पहाडतिर भएको कुसुन्डाहरूको घर चाहिँ हावाहुरीहरू आउने, त्यसै गरी बाढी पहिरोको समयमा पनि बर्सातको समयमा पहिरो जान्छ कि भन्ने सम्भावना एकदमै हुन्छ। र अहिले खास गरी चाहिँ तराई क्षेत्रको भन्दा पनि पहाडी इलाकाका कुसुन्डा बस्तीहरूको चाहिँ के छ भने सानो ऐलानी जग्गा छ। त्यसमा पनि आफ्नै घरमा पनि हावाहुरीको एकदमै सम्भावनाको हावाहुरी चाहिँ जोखिम छ। कति बेला आउँछ त्यो हावाहुरी। जस्तै हाम्रो प्युठानको चाहिँ डाँडामा छ कि त्यो डाँडामा भएको हुनाले चाहिँ हावाहुरी आएर कति बेला लग्छ भन्ने चाहिँ एकदमै जोखिम भएको हुनाले चाहिँ जलवायु परिवर्तनको कारणले चाहिँ यो कुसुन्डा समुदायलाई चाहिँ एकदमै प्रभावित पारिरहेको छ। कुसुन्डाहरूको कुनै स्थायी गाउँ र घर हुँदैनथ्यो। समय परिवर्तनसँगै अहिले दाङ, सुर्खेत, रोल्पा, प्युठान, तनहुँ, अर्घखाँची, कपिलवस्तु, लमजुङ लगायतका सार्वजनिक जग्गामा घर टहरा बनाएर बस्न थालेका छन्। उनीहरूको बसोबास स्थल छरिएको अवस्थामा भेटिन्छ। कतै पनि एकै ठाउँमा सघन रूपमा भएको पाइँदैन।
वास्तवमा कुसुण्डाको घर तथा बस्ती भन्नु यिनै जङ्गल र पहाडकै अभिन्न अङ्ग मात्र हुन्। राष्ट्रिय वन सामुदायिक वन भएको कारणले गर्दा त्यहाँ छिर्न पाइन्न। पहिला जो हाम्रो चाहिँ बसोबास गरेको क्षेत्र वन जङ्गलबाट हामी विस्थापित हुनु परेको छ। मर्दा पर्दा हरेक कुरामा चाहिँ काम लाग्ने चाहिँ जल जमिन र हाम्रो बसोबासको क्षेत्र पनि सबै ती जङ्गलमै भएको कारणले गर्दा हाम्रो मृत्यु संस्कार जन्मिँदा संस्कार हरेक संस्कारहरू वन जङ्गलसँग जोडिरहेको हुनाले हामीलाई धेरै ठुलो चाहिँ प्रभाव परेको छ। कुसुण्डाको जनसङ्ख्या केवल 253 जना मात्र भएको 2078 को जनगणनामा उल्लेख छ। यसमध्ये कुसुण्डा मातृभाषा बोल्ने वक्ताको सङ्ख्या केवल 23 देखाइएको छ। तर भाषाको पूर्ण वक्ता भने 1 जना मात्र जीवित हुनुहुन्छ। यसैकारण कुसुण्डाहरूको सामाजिक, आर्थिक, सांस्कृतिक लगायत आध्यात्मिक पक्ष सङ्कटमा परेको सोझै अनुमान लगाउन सकिन्छ। लो हाम्रो देवी देवता वनखान्ने वनस्पति, हाम्रो चाहिँ कुल देवता, हाम्रो वैरमल महाकाल, अनि हाम्रो जिजु बाजे, हाम्रो चाहिँ शाखा पुर्खा सब रक्षा हुनु, राम्रो राम्रो गरिदिनु एकदमसित। अनि धार दुख्ने, कन्ना दुख्ने, मन्ता दुख्ने, अनि सबै राम्रो गरिदिनु ल। अझ दर्दनाक अवस्था त कुसुण्डाको भाषाको छ। कुसुण्डा मातृभाषाको पूर्ण वक्ता 1 जना मात्र बाँकी हुनुहुन्छ। उहाँ दाङ घोराई स्थित सुबेलाकोटी निवासी कमला सेन कुसुण्डा हुनुहुन्छ। कुसुण्डा भाषा एक राष्ट्रिय सम्पदा भएकाले यसको संरक्षणमा भाषा वक्ता कमला आफै र अन्य समुदायका उगाहरू पनि लागि परेका छन्। यो भाषा क्या गरेपछि बच्चाले सिक्न पछि पेटमा रहला सर हो किन? अब क्या न अब यो भाषा न सरहरूले कोसिस गर्नु भएन भने भाषा रहन सर एउटा अब सकिसक्यो सर छैन। अब म विश्वभरिमा म मात्र सर म पनि अब आज भोलि क्या गइसक्यो भने त यिनी बच्चाले अब मुली मान्छे भए भयो त्यो भाषा सिकाउने त हुन्छ। वेशभूषाले मात्रै परिचय पहिचान चिनारी जोगिँदैन। अनि महत्त्वपूर्ण कुरा के रहेछ भन्दाखेरि जुन समुदायको आफ्नो मातृभाषा छ त्यसले चाहिँ एकदम पूर्ण रूपमा चिनारी दिँदो रहेछ। र त्यसैले भाषा चाहिँ कुनै पनि जातीय समुदायको महत्त्वपूर्ण प्रमुख आधार चाहिँ हो भन्ने मलाई लाग्छ। विश्वमा विभिन्न किसिमका भाषाहरू छन् र ती भाषाका आफ्नो परिवार छ। तर यो कुसुण्डा मात्र एउटा यस्तो भाषा हो जुन यो नेपालमा रहेको यो कुसुण्डा भाषाको कुनै पनि भाषा परिवारसँग सम्बन्ध नगाँसिएको एउटा भाषा हो। र दक्षिण एसियामा त अब जस्तो अरू भारतमा अनि पाकिस्तानमा पनि अरू भाषा छन् जसको सम्बन्ध गाँसिएको छैन। 4वटा भाषा छन् जसको यो कुनै पनि परिवारसँग सम्बन्ध छैन। तर नेपालमा कुसुण्डा भाषा जो प्राचीन भाषा मानिन्छ र एकदमै पुरानो र यो अन्य भाषासँग यसको शब्द संरचना अनि व्याकरणका हिसाबले या यसको ध्वनिका हिसाबले पनि धेरै भिन्न रहेको छ। जलवायु परिवर्तनका कारण वन जोगाउने नाममा कुसुण्डा आदिवासीहरूको प्रथाजन्य भूमिबाट विस्थापित हुनु परेको छ भने वन क्षेत्रको जैविक विविधता पनि मासिँदै गएको छ। किनभने कुसुण्डाहरू नै ती वनको संरक्षक पनि थिए। आध्यात्मिक विश्वासका कारण वन तथा वनस्पतिलाई पूजा गर्ने र वन्यजन्तुको संरक्षण पनि उनीहरू गर्दथे। नाचगान कुसुण्डाको अर्को परिचय हो। नाचगान गरेर दुःख भुल्ने जातिका रूपमा परिचित कुसुण्डाहरू बहुजातीय मुलुकको मानचित्रमा जीवित सम्पदाहरू हुन्। पानी, पोखरी र पँधेरो आदिवासी ताजपुरियाहरूको सांस्कृतिक जीवन हो। एउटा भनाइ नै छ, जहाँ पोखरी हुन्छ त्यहाँ ताजपुरियाहरूको बास हुन्छ। मोरङ जिल्लाको सुनवर्सी नगरपालिकामा पनि ताजपुरियाहरूको बसोबास छ, जहाँ ताजपुरिया लगायतको साझा तीर्थस्थलका रूपमा सुनवर्सी नामक प्राकृतिक पोखरी परापूर्वकालदेखि अस्तित्वमा रहेको छ। स्थानीयले संरक्षण गर्दै आएको यस पोखरी र ताजपुरिया जातिको संस्कार र संस्कृतिसँग जोडिएको छ। यो पोखरी परापूर्वकालदेखि नै
यो पोखरी उत्पन्न भएको हो। र अहिले यसलाई प्रमोट गरेर यसलाई अहिले बनाइएको छ र यो पोखरी हाम्रो आदिवासीमा पर्ने जातिहरूको लागि यो अति आवश्यक पोखरी हो। यो पोखरीले प्रापूर्वकालदेखि हामीले त्यो चाहिँ भोग्न सकेनौँ र हाम्रा बाजे बज्यूहरू यहाँ आएर यो पोखरीमा कुनै पनि कार्य बिहेबारी मरिमराउ कुनै कार्य गर्नुपर्दाखेरि यहाँ आएर आराधना गर्नुहुन्थ्यो। त्यति मात्र होइन, जितुवा पाउन अर्थात् पर्वमा घर घरमा पोखरी निर्माण गरी माछा छाड्ने परम्परा पनि रहेको छ। घरको आँगनमा पोखरी सानो बनाएर अनि त्यहाँका गाउँ समाजले त्यो पोखरीको माछा कसरी चोर्न सकिन्छ भनेर त्यहाँ बल्छी थापेर राति पुजारीले बसिरहन्छ र त्यसको आँखा छेलेर सर समाजले त्यो माछा त्यो मुङ्ग्री माछा चाहिँ निकाल्नुपर्ने हो। त्यो प्रथा भएको नाताले र पोखरीहरू के अरे विनाश हुँदै गयो, आर्थिक कमजोरीले मेटाउँदै गयो हो, समापन भयो। र अहिले तत्काल ती कार्यहरू गर्नको लागि हाम्रो माछा अति आवश्यक छ, मुङ्ग्री माछा। त्यसले अहिले हामीले आफ्ना जसको गच्छ्य छ त्यसले आफ्नो घरको छेउछाउमा करेसाबारीमा होस् अनि अन्य अलिकति प्राप्त खाले जग्गा छ भने त्यसभन्दा हटाएर पोखरी खनेर ती मुङ्ग्री माछा र अन्य माछाहरू पनि पालन पोषण गर्ने अवस्था अहिलेको वर्तमान अवस्थामा छ। यस कथनले पनि ताजपुरियाहरूको जीवनशैली जलवायु मैत्री देखिन्छ। जल, जमिन र जङ्गलको संरक्षण तथा स्वच्छ वातावरणको पक्षमा सदियौँदेखि ताजपुरियाहरूले यस धरती जोगाउने अभियानमा आफ्नो परम्परागत ज्ञानको उपयोग गरिरहेका छन्। उनीहरूको बसोबास स्थल तथा रहन सहन पनि वातावरण मैत्री रहेको छ। ताजपुरियाहरूको परम्परागत घरमा भान्साघर फरक हुन्छ, जसलाई भन्सी भनिन्छ भने सद्री घर अर्थात् मूल घर फरक हुन्छ। यसै गरी गाई, भैँसी, बाख्रा लगायत पशुपक्षी पाल्ने घरहरू पनि अलग हुन्छ। राम्रो सरसफाइ र अन्न राख्ने भकारी सहितको घर ताजपुरिया पहिचान सहितको घर हो। घरको वरिपरि आँप, लिची लगायत फलफुलको बगैँचा हुनु ताजपुरियाहरूको परम्परागत शान हो। तर पछिल्लो समयमा यस प्रकारको परम्परागत घरहरू हराउन लागेका छन्। जताततै परम्परागत घर मास्दै कङ्क्रिटको घर ठड्याउने उपक्रम बढेको पाइन्छ। परम्परागत ज्ञानकै सन्दर्भ ताजपुरियाको परम्परागत सिप पनि मर्दै गएको छ। कपडा तथा झल्ला बुन्ने सिप जो पुस्तौँदेखि चल्दै आएको थियो अब थोरैमा मात्र बाँचेको छ। सबैजना रोप्न छोडिसकेको छ, महँगी भएको छ, कतिपल्ट गोर्नुपर्छ, काट्न, झार्न, गोर्न सबै थोक महँगी भएर यो पटुवा पनि धेरै महँगो छ। यो हामीलाई यो काम गरेर नि अलिअलि सहयोग जुन आइरहेको थियो, जुन बच्चाहरूलाई बेचेर पहिले खाँचो भएको बेला सागसब्जी किन्ने पैसा अनि अरू कुनै किनमेल गर्नलाई सहयोग भइरहेको थियो, त्यो चाहिँ अहिले हामीलाई धेरै गाह्रो हुन्छ यो पटुवा यो कामले गर्दाखेरि। अहिले यसरी नै चामल भुटेर मुरै बनाउने सिप पनि बजारसँग प्रतिस्पर्धा गर्न नसकेर मासिएर गएको छ। यो सिप जान्ने मानिस पनि समाजमा केही मान्छे मात्र बाँकी छन्। यो प्राकृतिक जीवन र प्राकृतिक वातावरण परिवर्तन केवल आवरणको परिवर्तन मात्र होइन, संस्कृति र बाँच्ने शैलीको पनि लक्ष्य हो। पूजा गरिरहेका पोखरीहरू एकाएक सुकेका छन् र नदीहरू हराएर बगरमा अनुवाद भएका छन्। ताजपुरिया रहेछ भने बढी मात्रामा खोलाको छेउछाउमा बसोबास गर्ने हो। सहर बजारमा त्यसरी बसोबास नगरी खोलामा जङ्गलमा बसोबास गर्ने चाहिँ हाम्रो ताजपुरियाको रहेको हो। अब अहिले जङ्गलमै थियो त जङ्गल पनि अहिले विनाश भएर गएको छ र खोलाकै छेउमा हाम्रो ताजपुरियाहरूको बढी मात्रामा जति छन् बक्रा खोला, रत्त खोला, यसरी उता कन्काई झापातिर कन्काईको खोलाको छेउछाउमा बस्ने ताजपुरियाहरूको जातिको बसोबास बढिरहेको छ गाउँहरू। र आज अनि त खोलाले आयो भने खोलाले पनि बढी पानी लगेर बगाइदिने, घर डुबान गरेर पनि समस्या पारेको छ, पीडित बनाएको हुन्छ। अर्को त्यसले गर्दाखेरि अब अर्को कुरा यहाँ अहिले पानी अब सिँचाइसँग सम्बन्धित त्यो सिँचाइ पनि छैन, अरू त्यसरी प्रभाव पारेको छ। र यो खोलाको तटबन्धनले गर्दा पनि जुन हाम्रो नुहाउने जुन घाट भन्छौँ त्यो घाटहरू पनि अहिले त्यो एकदम भेटिँदैन। त्यो घाट खोज्दा खोज्दा पनि भरे तटबन्धनले गर्दा पनि अहिले अब संरक्षणको लागि पनि सरकारले त्यसरी राज्यले गरेर पनि त्यो अवस्थालाई पनि जुन किसिमले हामीलाई त्यो पनि छैन। यो क्षति केवल प्राकृतिक होइन,
यो सांस्कृतिक, भावनात्मक र मानवीय क्षति पनि हो। यसैले वातावरण जोगाउनु प्रकृतिसँगै आदिवासीको संस्कृति र सभ्यता पनि जोगाउनु हो। रुख, बुट्टा र वन जङ्गलले मानिसलाई जति जीवन दिन्छन् त्यति नै जीवनको आधार बनेर उनीहरूको अस्तित्वलाई अड्याइरहेका हुन्छन्। यहाँ बराम आदिवासीको प्राकृतिक जीवनशैली र परम्पराको चर्चा गरिरहेका छौँ, जहाँ बरामहरूले प्रकृतिको अमूल्य उपहारलाई उपयोग मात्र गर्ने होइन, गहिरो आध्यात्मिक श्रद्धाका साथ सम्मान र संरक्षण पनि गर्दछन्। वन तथा प्राकृतिक स्रोत बरामहरूको संसाधन मात्र होइन, जीवन र जीवनशैलीको एक अभिन्न अङ्ग पनि बनाएका छन्। जमिनको रक्षा होस् र हाम्रो वन जङ्गलको रक्षा होस्, हाम्रो सम्पूर्ण यहाँ चन्दीमाईले सम्पूर्ण हाम्रो मानव जातिलाई रक्षा गरून् भनेर हामीले भकल गरिन्छ। आफ्नो प्रथा, परम्परा तथा परम्परागत संस्कृतिको निरन्तरताका लागि गोर्खा आरुघाटका बरामहरूको हार्दिक सम्बन्ध यहाँ देख्न सकिन्छ। आदिवासी बरामहरूको जीवन भनेको ढुङ्गा सुमसुमाएर जीवन दिने परम्परा हो। घर आँगनमा गरिने पशुपालन र आकाश हेरेर भविष्य बताउने दैनिकीको परम्परा हो। बीचमा बग्ने दरौदीको छालले सिन्चेको प्रथाजन्य भूमिसँग साइनो सम्बन्धलाई जीवन्त बनाउने स्वाभिमानीहरूको साझा कर्मभूमिको निरन्तरता हो। परम्परागत रूपमा पहिला जस्तो अर्ग्यानिक, जस्तै भटमासमा किरा लाग्दैन थियो, भटमासमा किरा लाग्ने गरेको छ। अहिले मासमा त्यत्तिकै छिटोभन्दा छिटो त्यो विषादी प्रयोग गरेको कारणले भटमासमा पनि त्यत्तिकै छिटो किरा लागिरहेको अवस्था छ। र जति पनि कृषकहरूले लगानी गरेर चाहिँ उत्पादन गर्छ, तर त्यो छिट्टै सड्ने, गल्ने र छिट्टै कुहिने। जस्तै आलु लगाउँछ, प्रायः जसो त्यही युरिया, डिएपी मल राखेको हुन्छ, रासायनिक मल राखेको हुन्छ, निकालेर बारीबाट ल्याएको महिना 2 महिना हुँदैन, सबै कुहिसकेको र त्यसमा आलुमा पनि पुतली लाग्ने चाहिँ अहिले भएको छ। तर पछिल्लो समयमा मौसम चक्र र प्राकृतिक चिन्हहरू फेरिएका छन्। वर्षातको अनियमितता, असिनापात र सबैभन्दा बढी खडेरीको प्रकोप बेहोर्नु परिरहेको छ। जलवायु परिवर्तनका कारण परम्परागत कृषि बालीमा सीधा असर परेको छ। मकै, कोदो र फापर जस्ता खाद्य बालीहरू जसले पुरै पुस्ता पाल्यो, अहिले रैथाने बिउसम्म हराउन थालेको छ। बेमौसमी प्रकोप, पानीको सङ्कट र बिउको अभावले रैथाने बाली मासिएका छन्। बराम ज्येष्ठ नागरिकहरूका अनुसार परम्परागत मौसम भविष्यवाणी गर्ने तरिकाले पनि बाटो बिराएको छ। परम्परागत बिउ, बिजन जोगाउने ज्ञान प्रणाली पनि लोपोन्मुख रहेको छ। बरामहरूको बाली भन्नाले अब धान, कोदो, गहुँ, मकै, फापर, अनि त्यसपछि हामीले जस्तो मकैहरूमा पनि जस्तो जुनेलो मकै भन्छौँ, अनि त्यस्तै गरेर फेरि काक्नो त्यो आलु हाम्रो अब मुख्य खेती हो। मकै खेती पनि उब्जनी कम हुँदै जाने, रासायनिक मलको बढी प्रयोग, जसले गर्दाखेरि आज दिनानुदिन ती बिबिजनहरू चाहिँ दिनानुदिन चाहिँ लोप हुँदै गइरहेछ। पृथ्वी आज बदलिएको छ, मौसम बदलिरहेको छ, तर बरामहरूको परम्पराप्रतिको श्रद्धा र पुर्खाले आर्जिएको ज्ञानलाई निरन्तरता दिने शैली बदलिएको छैन। उनीहरूको आफ्नै ज्ञान र सिपका आधारमा अन्न बालीको बिउ जोगाउने भकारी प्रथा केवल इतिहास होइन, भविष्यका रेखाचित्रहरू पनि हुन्। बरामहरूको कृषि केवल खाना तथा उत्पादन मात्र होइन, सामाजिक, सांस्कृतिक, आर्थिक तथा आध्यात्मिक एकताको सूत्र पनि हो। परम्पराकै लागि भए पनि पहिचान जनित पेय पदार्थदेखि औषधि उपचारका ज्ञान प्रणाली यहाँ प्रयोग भइरहेको देखिन्छ। मर्च बनाउने बुट्टी यही हो, जङ्गलबाट ल्याउने हो सर। डल्लो पार्यो, त्यहाँबाट गुर छर्छ, फेरि त्यो छर्यासी उठ्ने हो, नत्र उठ्दैन। तेल नि मिसाउँछ, तेल पकाउने, पानी पकाउने, तेल नि फेरि उहीँ पकाएर यसो गर्यो, डल्लो यसरी डल्लो पार्दै त्यहाँबाट राख्दै गर्छ। 10 माना पिठोलाई मैले 4 माना जति हाल्छ बुट्टी। टाढै पर्छ नानी, टाढै वन जङ्गलमा टाढै पर्छ।
नातिनीले सिक्छ जाने हे जान्नु भयो हजुर बनाउनु आउँछ डल्लो पार्छ बरामहरू वातावरणमा आएको यो चुनौतीसँग जुझ्दै आफ्नो परम्परालाई पनि बचाइरहेका छन्। उनीहरूको ज्ञान प्रणालीको संरक्षणले हाल परिरहेको असरहरूलाई पार गर्न सक्ने आशाको किरण पनि देखा परेको छ। प्रथाजन्य भूमि, भूभाग र भूक्षेत्रसँग बरामहरूको सम्बन्ध केवल जीविकोपार्जनको होइन, संस्कार, अस्तित्व र भविष्यको गोरेटो पनि हो, जहाँ बराम आदिवासीहरू आज हिँड्न खोजिरहेका छन्। सिउँडीको बिरुवा केवल एक वनस्पति मात्र होइन, मेचे आदिवासीको प्रकृति प्रेम र सांस्कृतिक चेतनाको सजीव प्रतीक पनि हो र उनीहरूको घर पहिचान गर्ने प्रतीकात्मक संकेत। प्रत्येक मेचेको घर आँगनमा तुलसीको बिरुवासँगै रोपिएको सिउँडी उनीहरूको इष्ट देवता बाथोको प्रतिरूप भएर उभिएको हुन्छ। यसैमा उनीहरूको जीवन दर्शन, जीवन पद्धतिको साइनो जोडिएको हुन्छ। मेची किनारमा बस्ने मेचेहरूको घर आँगनमा सिउँडीको बोटले सदियौंदेखि मेचे परम्पराको प्रतिनिधित्व गर्दै आएको छ। शब्दविहीन तर अर्थपूर्ण। आदिवासी मेचेहरू यही बिरुवामा जीवन देख्छन्। नदी, वन जङ्गल, पहाड, पर्वत, हावा, सूर्य भूमिको प्रतीक ठान्दछन्। त्यसैले यहाँ हरेक बिहान बेलुका यसको पूजा हुन्छ। यस्तो धार्मिक महत्त्वको सिउँडीसँग मेचेहरूको पारिस्थितिक ज्ञान जोडिएको छ। उनीहरू पानीको चाल हेरेर सिउँडीको बिरुवा सार्ने गर्दथे। खोला किनारा तथा वन जङ्गल नजिक बसोबास गर्ने मेचेहरू पानीको बहाव र गति हेरेर समय निर्धारण गर्दथे। तर अहिले समय फेरिएको छ। अहिले नदीहरू नदी जस्ता छैनन्, वन वन जस्ता छैनन्, त्यसरी नै गाउँ गाउँ जस्तो छैन, सहर सहर जस्तो छैन। छ त यहाँ जलवायु परिवर्तनको असरले पारेका प्रभावहरू, बगरमा परिणत भएका नदीहरू अनि पहुँचबिन बनेका वनहरू। अब अहिले खोला नाला चाहिँ बढी मात्रामा चाहिँ पहिले चाहिँ यो समयमा पनि धेरै सुक्दैन थियो, पानीहरू बगिरहेको थियो। अहिले चाहिँ यो चैत वैशाखको समयमा चाहिँ पुरै खोला नालाहरू सुकेर चाहिँ यो सुक्खा लागिरहेछ। यो चाहिँ अब खोला नालाहरू यो वन जङ्गलहरू मासिँदै पनि गयो। यो खोला नालाको छेउमा बढी बोट बिरुवाहरू पनि भएन, वन जङ्गलहरू पनि मासिँदै गयो। यो जलवायु परिवर्तनले पनि परिवर्तन देखाएको जस्तो हामीलाई चाहिँ अनुभव भइरहेछ। झापा जिल्लालाई आबाद गरेर कृषि भूमि बनाउने यिनै मेचे आदिवासी थिए। उनीहरूको विशिष्ट ज्ञान प्रणालीका आधारमा आफ्नो प्रथा, परम्परा र संस्कृतिलाई निरन्तरता दिइरहेका मेचेहरूको जीवन, जीविका तथा पारिस्थितिक प्रणाली अहिले सङ्कटमा पर्न थालेको छ। स्थानीय यहाँका भनौँ न प्राकृतिक रूपमा चाहिँ हिजो जुन ठाउँमा चाहिँ हाम्रा गाउँठाउँमा चाहिँ आदिवासीहरूको बसोबास अलिक बढी पनि भएको ठाउँ र यो ठाउँमा चाहिँ भनौँ न एउटा उदाहरणको लागि पनि हाम्रा खोला खोल्सीहरूमा पनि पहिला चाहिँ जुन तरिकाले सहज चाहिँ माछाहरू जुन तरिकाले पाइन्थ्यो होइन, जुन तरिकाले हिजो त हाम्रा गाउँठाउँमा त यहाँको स्थानीय यहाँका बासिन्दाहरूको चाहिँ त्यो एउटा चाहिँ आहारकै रूपमा पनि रहेको थियो त्यो है। तर अहिले प्राकृतिक रूपमा चाहिँ जुन एउटा क्लाइमेट चेन्ज भएको कारणले गर्दा, वातावरणलाई असर परेको कारणले गर्दा अहिले हाम्रा गाउँठाउँ हुँदीमा जुन किसिमले चाहिँ भनौँ न माछाहरू प्रशस्तै खोला नाला पाउनुपर्ने त्यसको अहिले सङ्ख्याहरू घटिरहेको छ। जुन खालको चाहिँ प्राकृतिक रूपमा पहिलाका चराचुरुङ्गीहरू जुन पुरानो खालका रैथाने चराचुरुङ्गीहरू थिए, यी चिजहरू पनि अहिले विस्थापित हुँदै गइरहेका छन्। कृषि भूमि त छँदैछन्, तर ती सबै बिराना बन्दै गएका छन्। वनमा शिकार गर्ने र जडीबुटी सङ्कलन गर्ने ज्ञान त छँदैछन्, तर ती परम्पराहरू प्राय लोप हुन थालेका छन्। घरेलु मदिरा उत्पादन गर्न मर्चाको प्रयोग हुन्छ। यस्तो मर्चा स्थानीय वन जङ्गलमा पाइने जडीबुटीको प्रयोग गरेर बनाइन्छ। यहाँ मर्चा बनाउने काम भइरहेको छ। मेचेहरूमा घरेलु मदिरा बनाउने विशेष सिप रहेको हुन्छ, तर यो प्रणाली पनि लोपोन्मुख हुँदै गएको छ। खाद्य सुरक्षाका लागि सिद्रा बनाउने मेचेहरूको ज्ञान प्रणाली पनि चर्चित छ।
यहाँ एकजना मेचे अगुवा लोपुन्मुख खाद्य पदार्थ सिद्रा बनाइरहनु भएको छ। बनाउनु पर्यो नि, त्यो नहाली हुँदैन, नुन फार्नु पर्यो। यस्तो सिद्रा मौसमी तरकारी नभएको बेला सेवन गरिन्छ, तर पछिल्लो समयमा यस प्रकारका ज्ञान प्रणाली मासिँदै गएका छन्। मेचेको इतिहास, संस्कृति, रहनसहन र बसाई आदि प्रकृति मैत्री रहँदै आएको छ। खोलाको किनार र वनजङ्गलको नजिक बस्नुले मात्र लोपुन्मुख मेचेहरू प्रकृति मैत्री भनिएको होइनन् कि उनीहरूको वासस्थान जीवनशैलीका कारण पनि प्रकृति निकट मानिएका हुन्। तर मेचेको यो परम्परागत सम्पदा हरेक दिन पश्चिम लागेको सूर्य झैं डुब्न लागेको छ। समाज र जीवनलाई जोड्ने यो सूत्र मेचेहरू मात्र एकजुट भएर पुग्दैन। राज्य, राष्ट्र र समाज पनि साथसाथमा अगाडि बढ्नुपर्छ। सूर्यको पहिलो किरणले चुम्ने सुदूर पूर्वको उर्वरा भूमि झापा केवल प्राकृतिकको वरदान होइन, त्यहाँका आदिवासी कोच राजवंशीको कठिन श्रम र अटुट परिश्रमको जीवन्त प्रतीक हो। सृष्टिको झुल्के घामसँगै चेतना र जागरणको केन्द्र बनेको झापाको राजवंशी टोलमा जब यो वाद्ययन्त्रको आवाज गुन्जन्छ, तब सांस्कृतिक उत्सवको ढोगा उग्रन्छ। यहाँ सुनिरहने हरेक ध्वनिमा आदिवासी कोच राजवंशीको पहिचान र परिचय अनि प्रकृति प्रेमको सागर भेटिन्छ। यो ध्वनिमा इतिहासको गाथा, परम्पराको गर्जन र पीडाको क्रन्दन मिसिएको छ, जो विस्मृतिमा सीमित छन्। तर यो गीत पनि जलवायु परिवर्तनका कारण सनै सनै लोपोन्मुख हुँदै गएको छ, किनभने यो परम्परागत गीतका लागि पानी, खोला, नाला, वन र ग्राम स्थान जस्ता देवीस्थानहरूको आवश्यकता पर्दछ। खोला नालामा गएर अब त्यो देवतालाई लगेर एउटा हन्डीको भाँडा हुन्छ, अनि त्यसलाई लगेर राखिन्छ, पुजिन्छ। पुजेर त्यो खोलामा गर्नुपर्ने हो। अहिले खोला नाला पनि हराउँदै गयो। त्यसमा पूजा गरेर त्यसलाई सेलाइन्छ त्यहीँ गएर, अनि त्यहीँ अब प्रसादीहरू बनाएर खाइन्छ। त्यसैलाई भनिन्छ घाटुसरी। अहिले अब भनौँ खोला नाला हराएर हामी भव्य रूपले गर्नु सकेको छैनौँ। राजवंशीहरू आफ्नै प्रथा, परम्परा र संस्कार भएका आदिवासी जाति हो, जसले आफ्नो गौरवका रूपमा कुनै बेला औलो क्षेत्र मानिएको झापालाई मानव बस्ती योग्य बनायो। उसले धान, मकै जस्ता खाद्य सामग्री उत्पादन हुने मुख्य थलोका रूपमा विकास गर्यो भने जुट जस्तो नगदे बालीलाई प्रवर्तन गर्यो। विश्वव्यापी रूपमा जलवायु सङ्कटले मानव समाजलाई सङ्कट उन्मुख बनाइरहेको बेला प्रकृति मैत्री नगदी बालीको विकास गर्यो। जुट जलवायु मैत्री नगदी बाली हो। जुटको बोटमा कार्बन डाइअक्साइड सोच्ने क्षमता उच्च हुन्छ। बहुगुणी जुटबाट नै तरकारीका लागि साग खान सकिन्छ। जुटको रेसाबाट प्लास्टिकको विकल्प दिने भएकोले यो वातावरण मैत्री पनि मानिन्छ, जसको रेसाबाट मानव जीवनका लागि आवश्यक पर्ने कपडा, बोरा लगायतका सामग्रीहरू बनाउने प्रचलन रहेको थियो। एक समय थियो राजवंशी गाउँमा जुटबारी र पोखरी सँगसँगै हुन्थे। जुट फुल्थ्यो, जुटका सिन्कीहरू पोखरीमा भिजाइन्थ्यो र त्यही पानीबाट रेसा छुट्याइन्थे। यसबाट गाउँमा आर्थिक र सांस्कृतिक चक्र बन्थ्यो। तर अहिले जुटसँगै पानी, पोखरी पनि हराउँदै गएका छन्। जुट हिजो आज कतै कतै परम्परा जोगाउनकै लागि मात्र खेती गर्ने प्रचलन छ। यो केवल आर्थिक बाली नभएर आदिवासी राजवंशीको विवाह, मृत्यु संस्कार, पर्वहरूको पनि अभिन्न अङ्ग हो। यसबाट बन्ने डोरी, कपडा, थैलीले राजवंशी जातिको जीवनशैलीमा महत्त्वपूर्ण स्थान राख्दछ।
यो पाता भनेको चाहिँ पाताबाट हामी साग पनि खान्छौँ। त्यो सानोमा टिपेर पाताको साग पनि खान्छौँ। अनि त्यसबाट अरू सुकाती भन्ने पनि बन्छ। सुकाती भनेको त्यो गुन्द्रुक जस्तै हामी सुकाएर त्यो राख्छौँ अनि पछिसम्म खानलाई मिल्छ। अनि अरू चाहिँ अब त्यो ठुल्ठुलो बनाएपछि त्यसबाट जुट पनि बन्छ। अनि हाम्रो परम्परामा त्यो चाहिन्छ, बिहामा पनि चाहिन्छ। बिहामा हामी त्यो बसेर कासा भन्ने लगाउनुपर्छ बेहुलीलाई, त्यो पाटाकै उसमा बसाउनुपर्छ। कृषि कर्मबाट कर्मवीर राजवंशी समुदाय यतिखेर सबै क्षेत्रबाट प्रभावित बनेका छन्। राजवंशीको परम्परामा पान, सुपारी, आँप, केरा तथा बाँस अनिवार्य छ। कुनै पनि शुभ कार्यमा आँपको बोटको पूजा गरिने परम्परा छ। राजवंशी समुदाय विशेष हामी चाहिँ प्रकृतिक पूजक पनि हो र हामीले चाहिँ माटोलाई विशेष हामीले पूजाआजा गर्छौँ। र हामीलाई चाहिँ यो आँपको बोटहरू पनि हामी पहिले निकै लाउँथ्यौँ। र हामीले बिहेमा चाहिँ अनिवार्य हामीलाई चाहिँ त्यो आँपको बोट नहुने आँप हामीलाई चाहिँ आँपको रूपमा चाहिँ बेहुला बेहुलीलाई चाहिँ त्यो चार फङ्गे घुमाउने हो, त्यस्तो खालको हाम्रो विधि रहेको छ। त्यो हाम्रो चाहिँ परम्परागत त्यो विधि रहेको छ। अहिले त्यो पनि अहिले हामीले लोप हुँदै गएको छ। आँपको बोटहरू पनि जताततै त्यति रहेनछ पहिलेको जस्तो। र हामीले चाहिँ जस्तो पुराना हाम्रो बोट बिरुवा अब आँपको त भइहाल्यो, त्यसपछि हाम्रो के अरे सुपारी, त्यसै गरी पानको पत्ता हामीलाई चाहिँ बिहेमा पनि चाहिने हुन्छ, पूजामा पनि चाहिने हुन्छ। हाम्रो हरेक विधिमा चाहिँ हाम्रो सुपारी र पानको पत्ता नहुने हो। र अहिले त्यो हाम्रो असरले गर्दाखेरि त्यो पनि भइराखेको छैन। राजवंशीहरूको हरेक ग्राम स्थान नजिकै यस्ता बोट बिरुवा राजवंशी गाउँमा देख्न सकिन्छ। तर यी सबै बोट बिरुवाहरू अहिले क्रमशः खिँदै गएको छ। अब मङ्सिरमा पानी पर्थ्यो, माघमा पानी पर्थ्यो, अब चैत कि वैशाख लाग्न सक्यो, अहिलेसम्म मङ्सिरदेखि पानी परेको छैन। त्यसो हुँदाखेरि खेतीपाती त हुँदैन। अब अहिले हामी बोरिङ गराएर खेतीपाती गरिरहेछौँ। अब बोरिङमा पनि अब पानी सुक्यो भने त पछि बोरिङमा पनि पानी आएन भने हामीलाई समस्या हुन्छ। त्यसले गर्दाखेरि यो जलवायु परिवर्तनले गर्दाखेरि कृषि लगायत अरू बोट बिरुवा भनौँ न, बोट बिरुवा भनेको हामी आँप लगाउँछौँ, लिची लगाउँछौँ होइन। अरू खेतीपाती जस्तो कि अब पानहरू लगाउँछौँ, पानको बोट बिरुवाहरू पनि हुन्छ। अब पानी हालेर हामी अहिले बचाइरहेका छौँ। तर सधैँ बचाउन त गाह्रो हुन्छ। पानी नेचुरल यो प्राकृतिक पानी र यो सिँचाइ आफैले गरेर त्यो त राम्रो हुँदैन। आदिवासी राजवंशीहरू प्रकृतिमा समर्पित जाति हो। अतिवृष्टि, अनावृष्टि, हावाहुरीले गर्दा जीवनशैलीको चक्रमा नै गम्भीर असर पारेको छ। यहाँ देखिएको बिरिङ्गी खोला हो। यहाँको बाढीले राजवंशी समुदायलाई गम्भीर असर पारेको छ। पानी आउँदाखेरि तपाईँको यहाँनिर यो एकदमै यो बाँधहरू, यो पुलैहरू भत्काउने तरिकाले बाढीहरू आउँछ होइन। त्यो एकदम मानव बस्तीमा पुग्छ। मानव बस्तीमा पुगिसकेपछि त्यतिखेर हाम्रो त्यहाँको सबै बाली नालीहरू नष्ट भइराखेको हुन्छ। तपाईँको त्यो भदौसम्म हाम्रो चाहिँ कहिलेकाहीँ समय जस्तो खासमा असार साउनमा हो पानी बाढी आउने। तर अहिले के भइराखेको छ भने तपाईँको बाढी आउने तपाईँको भदौमा आइदिन्छ हाम्रो होइन, तपाईँको असोजमा आइदिन्छ। यहाँनिर कि हाम्रो अहिलेको यो क्लाइमेटले गर्दाखेरि बाढी हाम्रो चाहिँ मङ्सिरमा, जब कि एकचोटि चाहिँ यस्तो पनि भयो कि जब हामीले बाली उठाउने बेलामा बाढी आइदियो होइन। जब धान पाकेर धान उठाउने बेलामा धान काटेको धान थुप्रो हाम्रो नष्ट भयो बाढी आएर। त्यो पनि एउटा क्लाइमेटको चेन्जले गर्दा असर भएको हो नि त। हाम्रो चाहिँ अब त्यस्तो आयार्जन हुने धान बालीहरू, हाम्रो वर्षदिन खाने पनि धान बालीहरू हाम्रो बिग्रेर नष्ट भएर गयो। पारस्परिक ज्ञान, प्रकृति र आत्मनिर्भर अर्थतन्त्रमाथि आइलागेको यो आपद हाम्रो भविष्यको अनिश्चिततासँग जोडिएको छ। आदिवासी कुच राजवंशी समुदायको परम्परा, प्रकृति प्रेम र जीवनशैली जोगिए मात्र एक हरित आशा पुनः सजीव हुन सक्छ। पृथ्वी हाम्रो हो। हामीले यो माटो, यो प्रकृति र यसमा जिउने संस्कृतिलाई बचाइराख्न संकल्पित हुनुपर्छ। जब प्रकृति रिसाउँछिन् तब पहिलो चोट आदिवासीले सहनुपर्छ भन्ने भनाइ चाहिँ यो कान्द्रा नदीको बाढीले यहाँका आदिवासी राज्यहरूलाई
चोट मात्र होइन उठीवास नै लगाएका छन्। यो कैलाली जिल्लाको बजनी नगरपालिका स्थित कान्द्रा नदीको बगर हो। यो खण्डहर भइसकेको बगरमा कुनै बेला राजी बस्ती थियो। डुङ्गा चलाएर माछा मार्ने अनि मान्छेहरूलाई वारिपारी तार्ने र माछा मारेर बिक्री गर्ने यसरी हाम्रो पेसा थियो र पेसागत रूपमा मौरी काट्ने अनि मौरी काटेर मह बेच्ने अनि हामी वन जङ्गलमा चाहिँ गिठा भ्याकुर खन्ने अनि जडीबुटीहरू सङ्कलन गर्ने यसरी नै हामी जीविकोपार्जन गर्थे। अहिलेको उसमा हेर्दाखेरि चाहिँ अब नदी नाला पनि ठेकापट्टा भइसके अनि वन जङ्गलमा पनि अब प्रशस्त जडीबुटीहरू पाइँदैन। सामुदायिक वन भइसकेको कारणले पनि नदी कटान फरान अनि वन जङ्गल पनि नासिएको छ, त्यही भएर प्रशस्त पाइँदैन अनि हामीलाई चाहिँ जीविकोपार्जन गर्न नै अप्ठ्यारो नै छ। बिहेमा चाहिँ सालको पात अनि मालको पात चाहिन्छ हामीलाई, बिहेमा चाहिन्छ अनि त्यो प्रशस्त मात्रामा चाहिँ पाइँदैन, अलिअलि चाहिँ पाइन्छ, त्यही पनि हामीले खोजेर जसरी भए पनि ल्याउनु पर्ने हुन्छ। आफ्नो प्रथा परम्परा र संस्कृति अनुसार राजीहरू यही नदीमा माछा मारेर जीविका चलाउने गर्दथे। पछिल्लो समयमा जलवायु परिवर्तनका कारण राजीहरूको यो जीवनशैली नै खलबलिएको छ। अब नदीको छेउमा बस्नको लागि मासु खानको लागि नै हो राजी बस्ने। जङ्गलमा बस्ने भेरी, अब जस्तै भेरी भयो, गिठा ट्याङ्ना भयो, तरुल भयो, त्यो खनेर खान्थ्यौँ हामी। हेर्नुहोस्, त्यस कारण नै पहिलादेखि राजीहरू चाहिँ जङ्गल र नदी नालाको छेउछेउमा बस्ने कारण नै त्यही हो। त्यहाँ जङ्गल देखिरहेको छ, त्यहाँदेखि मतलब हाम्रो सबभन्दा गाउँ बस्ती भनेको हाम्रो त्यहाँ थिए। त्यस्तै त्यहाँदेखि हामी चाहिँ मतलब पछाडितिर पुगेका छौँ। के कारणले पुगेका छौँ भन्दैमा अब यो नदीले कट्दै अथवा भगाउँदै कारणले चाहिँ हामी त्यहाँदेखि यहाँ, यहाँदेखि यहाँ अब त्यहाँ 1 2 3 4 ठाउँमा हामी पुगिसकेका छौँ भनौँ। अहिले राजी बस्ती यहाँबाट विस्थापित भएका छन्। उनीहरू नजिकैको जङ्गल छेउमा ओत लाग्ने छाप्रो बनाएर बस्न थालेका छन्। 2079 सालमा बाढी आएर हामीहरूको घरसर सबै केही सामान नरहेर सबै नदीले खनेर लगेको हुनाले हामीहरू यही फुरुवाङ सोमपल स्कुलको नजिकै आएर बसे हौँ। अब हामीहरू अब यहाँ गाउँ समाजले यहाँ बस्नको लागि देखाउन त अब हामीहरूको अब समस्या भनेपछि धेरै समस्या हो। अब वहाँ जाउँ भनेपछि फर्केर अब वहाँ चाहिँ नदीले बस्न नदिने। अब यहाँ बसौँ भनेपछि अब यहाँ पनि अब स्कुलको किनारमा भए। तर यहाँ पनि राजीहरूलाई सुख छैन। एकातिर वर्षायामको बाढीले जलमग्न बनाउने र खाद्यान्न तथा लत्ताकपडा बगाउने गरेको छ। अर्कोतिर वन अतिक्रमणको आरोपमा सामुदायिक वन र वन कार्यालयले समय समयमा दिने धम्की खानु परेको छ। वर्षातमा हुने अनियन्त्रित बाढीबाट जोगिन जलवायु मैत्री बसोबास स्थान बनाएका छन्। भलबाढीबाट जोगाउनकै लागि अन्न राख्ने भकारीहरू राख्ने गरिएको छ। यो भकारी कतै माटोको भाँडाको हुन्छ भने कतै तामा अथवा अन्य धातुको बनाइने गरिन्छ। विशिष्ट परम्परा भएका राजीहरू जलवायु सङ्कटबाट जोगिनकै लागि तला भएको वासस्थान तला जट्ने बढ्याङ साथमा राख्ने गर्दछन्। यो बारीआउँदा त यहीँमा छ भने हामी माथि 18 लगिहाल्छौँ सर। यति पानी भए पनि लग्नु पर्यो नि, यसलाई त बचाउनु पर्यो। अब यसलाई लग्यो भने हाम्रो पेट पनि त चाहिन्छ, एक त हुँदैन सर। सामूहिक निर्णय साझा विश्वास प्रणाली भएका राजी समुदाय प्रशासनिक संस्था भलमनसाह मातहतमा चल्ने गर्दछ। यही विश्वास र मान्यताका कारण नै राजीको अस्तित्व र पहिचान बाँचेको छ। उनीहरूको भूमि, भूभाग र भूक्षेत्रभित्र आफ्नै ज्ञान प्रणालीको भरमा अनेकौं जोखिमका बावजुद प्रकृतिसँगको साइनोलाई निरन्तरता दिने अभ्यासमा छन्। सङ्कटबाट मुक्तिको गीत गाइरहेका छन्।
चोमोलुङमा, विश्वको सर्वोच्च शिखर चोमोलुङमा, यही हो हामी सबै नेपालीको साझा गौरव, जसलाई माउन्ट एभरेस्ट तथा सगरमाथाका नामले पनि हामी चिन्ने गरेका छौँ। यही चोमोलुङमाको काखमा आफ्नो सम्पूर्ण जीवन बिताउने शेर्पा समुदाय छन्। आफ्नो संस्कार, संस्कृति तथा प्रथा परम्परामा रमाएका शेर्पा समुदाय पर्यटकको स्वागत तथा सत्कारमा सधैँ तयार हुन्छन्। तर पछिल्लो समयमा जलवायु परिवर्तनका कारण उनीहरूको जीवन तथा जीवनशैलीमा गहिरो असर परेको छ र हाम्रो शेर्पा समुदायको चाहिँ प्राय गरी चाहिँ टुरिज्ममा आबद्ध भएको कारणले गर्दा धेरै चाहिँ टुरिज्म व्यवसायमा चाहिँ तपाईँको पहिला ट्रेनिङ नभएको कारणले गर्दा धेरै श्रीमानहरूको चाहिँ हिमालमा मृत्यु भएको र श्रीमतीले मात्रै घर थाम्नु पर्ने कामले गर्दा बच्चा हेर्नुपर्ने अनि बच्चा हेरेपछि आफ्नो व्यवसायहरू चाहिँ गर्नु नसक्ने अवस्थाले धेरै पीडित चाहिँ यो शेर्पा समुदायको महिलाहरूले भएको छ। सोलुखुम्बुमा हिमाल स्थिर छ, अटल र निश्चल छ, तर हिमालसँगको वातावरण भने अस्थिर बन्दै गएको छ। यसको सबैभन्दा ठुलो मार यही थाकथलोका शेर्पाहरूमा परेको छ। कोरोना लकडाउन गर्दाखेरि टुरिस्टहरू अहिले पहिलाको जति छैन, पहिलाको जति चाहिँ छैन, तैपनि हल्का फुल्का अलिअलि आइरहेछ। अब अलिअलि आए पनि हामीले यहाँ के भन्छ कुहिरे टुरिस्टहरूले अब बनेको जस्तो हामीले सेवा दिनु सकेको छैन। अब हामीले सागसब्जीहरू पनि यो बनेको जति फलाउन नसक्ने, किरा जलवायु परिवर्तनको कारणले किराहरू पर्ने, विभिन्न असरहरू पर्ने, त्यसमा बोट उम्रिँदै गर्दै मर्ने त्यस्तो हुने भएकोले हामीले भनेको सागसब्जीहरू फलाउन सकेको छैन। शेर्पा बहुल क्षेत्रको यो जुनबेसी गाउँ हो। जिल्लाको एकमात्र हिमाली नगरपालिका सोलु दुधकुण्ड नगरपालिका अन्तर्गत पर्ने यो जुनबेसी एक पर्यटकीय गन्तव्य पनि हो। परम्परागत शेर्पा रहनसहन तथा मूर्त अमूर्त प्राकृतिक एवं सांस्कृतिक सम्पदाहरू, बौद्ध धर्मावलम्बीहरूको गुम्बा, छोर्तेन तथा मानेहरू यहाँका पर्यटक लोभ्याउने पर्यटकीय उपजहरू हुन्। हिमाली सुन्दरता सहितको मौलिक ज्ञान प्रणालीले पर्वतारोहणलाई प्रोत्साहन गरिरहेको छ, तर प्राकृतिक रूपमा वैभवशाली सम्पदा जलवायु परिवर्तनका कारण चपेटामा परेको छ। अब यो क्लाइमेट चेन्जको सबभन्दा ठुलो असर भनेको चाहिँ उच्च हिमाली क्षेत्रमा बस्ने चाहिँ अब हामी शेर्पाहरूलाई नै असर पारिराखेको छ। त्यसले गर्दाखेरि चाहिँ हाम्रो खेतीपातीमा पनि असर पारिराखेको छ भने त्यहाँको चाहिँ पानीको मूल सुकेर चाहिँ अर्को ठाउँमा देखा पर्ने अथवा चाहिँ भइराखेको पानीको मूल सुकेर चाहिँ सुक्ने, त्यसपछि चाहिँ अब पानी नभएपछि त त्यहाँ त बस्ती बसल्ने कुरो भएन। त्यसैले चाहिँ अहिले हिमाली क्षेत्रमा चाहिँ यसको सबभन्दा ठुलो असरले गर्दाखेरि चाहिँ अब त्यहाँका चाहिँ युवाहरू पलायन भएर चाहिँ अब तल्लो तहतिर चाहिँ झर्ने क्रम सुरु हुने, विदेश पलायन हुने। त्यसले गर्दाखेरि चाहिँ हिमाली क्षेत्रमा यो क्लाइमेट चेन्जको सबभन्दा ठुलो असर चाहिँ हामी शेर्पाहरूलाई नै पारिराखेको छ। जलवायु परिवर्तनबाट 5 पटकसम्म सगरमाथा आरोहण गरेर कीर्तिमान राख्न सफल कीर्तिमानी आरोही काजी शेर्पालाई पनि हामीले सगरमाथा क्षेत्रको भ्रमणका क्रममा भेटेका थियौं। शेर्पा जातिको परम्परागत पेशा तथा व्यवसायको कुरा गर्दा पशुपालन तथा कृषि पनि प्रमुख पेशा हो। तर यी दुवै परम्परागत पेशा तथा व्यवसायमा पनि आघात परेको छ। बेमौसमी पानी पर्ने र सुक्खा लगायत पानीको मुहान सुक्ने, हिमालमा हिउँ बिलाउने लगायतका आदि इत्यादि कारणले कृषि र पशुपालनमा गहिरो असर परेको छ। पहिले चाहिँ धेरै पाल्थ्यो, अहिले चाहिँ त्यति पाल्दैन। 1-2वटा तो घाँसको समस्याले घाँस हुँदैन, त्यही भएर परिणाम स्वरूप उत्पादन हुने जग्गा बाँझो हुने, लगाएका कृषि बाली नसर्प्रने र बसाइसराईलाई नै प्रोत्साहन गर्ने प्रविधि बढ्दो छ। सधैँ चाहिँ अब पुस माघमा त हिउँ पर्थ्यो। यसपालि अहिलेसम्म हिजो अस्ति 9 गते र 8 गते बेलुका अलिअलि त्यही आधा घन्टा पानी पऱ्यो, त्यति हो। त्योभन्दा अगाडि पानी परेन। जब चाहिँ यो असोजमा जब पानी रोक्यो त्यहाँदेखि पानी छैन।
पहिला त यत्रो यही हामी यहाँबाट हिउँ यत्रो डुब्थ्यो। लामजुरबाट म ट्रेकिङ आउँदाखेरि लामजुरमा 4 जना मान्छे हिउँमा डुबेर मरेको थियो। अहिले अब त्यस्तो छँदै छैन। समग्रमा जलवायु परिवर्तनले आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा असर पारेको मात्र होइन, परम्परा र मौसम पूर्वानुमान गर्ने विधि विधानमा पनि असर परेको छ। जुन चौँडी व्यवसायको चरीचरण क्षेत्रमा हिजोको सिमसार क्षेत्रमा कुवा दाहरू थियो होइन, पोखरीहरू हुन्थ्यो, त्यो सुकेर चाहिँ अब चरीचरण गर्ने क्षेत्र त छ, त्यही पानी छैन। अर्को समस्या चौँडी व्यवसायहरूको अब गर्भधारणको कुरामा गर्भ तुइने, यो जलवायु परिवर्तनले मुख्य समस्या त्यो पनि हो। र अर्को समस्या भनेको सोलुखुम्बु जिल्लाको शेर्पाहरूलाई हिजोको दिनमा रैथाने बालीहरू लगाएर त्यसो बारबेर केही नगरे पनि मजाले चाहिँ पछि खानु पाउँथ्यो। अहिले चाहिँ जङ्गलमा चाहिँ त्यो बेमौसमी फलहरू हुने भयो, कोही वैशाखमै फल्ने भयो, कोही चाहिँ फागुनमै फल्ने भयो, सिजन अनुसार छैन। अनि त्यो बाँदर, मृग, दुम्सीहरूलाई त्यो पर्याप्त जङ्गलभित्र खान पुगेको नपाएपछि त्यसले खोज्यो कहाँ, जुन शेर्पा समुदायकै जङ्गल हो। शेर्पा मात्रै होइन, राई, तामाङ इत्यादिको चाहिँ बारीनाले नोक्सान पार्यो। अर्को समस्या शेर्पा समुदायमा चाहिँ जुन अहिले शेर्पाको चाहिँ मुख्य चाहिँ कार्य क्षेत्र ट्रेकिङ क्षेत्र हो। हेर्नुहोस् है, ट्रेकिङ क्षेत्रमा तपाईँ अब घुमिरहनु भएको छ, त्यो चाहिँ जुन हिमालहरू कालो पत्थर, कालो बाहेक सेतो टुप्पोमा देख्छ। त्यसले गर्दा पनि भोलिको दिनमा चाहिँ टुरिज्ममा पनि अलिकति रस आउने हो कि भन्ने कुरा हो। अर्को समस्या हाम्रो शेर्पा समुदायमा चाहिँ अब अघि नै भनिसके, जुन हाम्रो चाडपर्वहरू हुन्छ, जुन हाम्रो चाहिँ कल्चरहरू हुन्छ, त्यो कल्चर चाहिँ हाम्रो चाहिँ समयअनुसार कल्चरहरू हुन्छ कि जुन कल्चर गर्दाखेरि त्यो समयले हामीलाई जहिले पनि पछाडि धकेलेको हुन्छ। फागुनमा गर्ने कल्चरमा जुन जुन चिजहरू फुल्नुपर्ने, जुन जुन समारोहहरू हुनुपर्ने, त्यो चाहिँ सबै पछाडि हामीभन्दा चाहिँ अगाडि नै गइसकेको हुन्छ। अब हामी चाहिँ अब यो लोसारको बेला अलिअलि फुल फुल्नेहरू लोसारभन्दा अगाडि फुलिसकेको हुन्छ। र हामी चाहिँ अब यो चाहिँ हिमाल पूजा गर्छौँ नि, अब यो बौद्धकतिर त्यो चाहिँ हाम्रो शेर्पा समुदायमा चाहिँ हिमाल पूजाले चौरी घोटालाले विशेष पूजा गर्छ। त्यतिखेर हिउँै हुँदैन, टुप्पोमा अलिअलि हिउँ हुन्छ, फेदमा हुँदैन। हेर्नुहोस् है, अब हामीले जे कल्चर छ, कल्चरलाई पनि यो जलवायु परिवर्तनले असर गरेको छ। व्यक्तिले त असर गरौँ, यो चाहिँ असर चाहिँ देशलाई होइन, सिङ्गो राष्ट्रले नै असर गरेछ। वातावरण विनाशमा आदिवासी शेर्पाहरूको कुनै भूमिका छैन, बरु जलवायु न्यूनीकरण र स्वच्छ वातावरणमा उहाँहरूको योगदान रहेको छ। त्यसैले त हिमालहरू अटल छन्, तर त्यहाँ बाँचेका मानिसहरूको जीवन भने बदलिँदो छ। नम्बुर हिमालबाट बग्दै आउने लिखु, जहाँ कहिल्यै नरोकिने पानी बग्थ्यो, अहिले पानी बग्दैन। पानीहरू सुरुङभित्र छिराइएपछि लिखु नदी बगरमा अनुवाद भएका छन्। अनि लिखुसँगै बग्ने कोइँच सुनुवारहरूको सभ्यता र संस्कृति बिर्सँदै गएको एकादेशको कथा बनेको छ। कुनै समय थियो लिखु किनाराको प्रीति, भुजी र कुमुकास्थलीमा गुराँस फुल्न थालेपछि लिखुको दुवालीले फुर्सद पाउँथे र त्यहाँका नेङ माछाहरू स्वतन्त्र कावा खेल्दै उकालो लाग्थे। अनि गुन्जन्थ्यो गुइँदुवाको थरी थरीका ताल। यो हो वल्लो किराँत भनिने आदिवासी किराँती कोइँच सुनवारहरूको प्रकृति र भूमिप्रतिको आघात, श्रद्धा र अनुष्ठान, जहाँ माटो केवल जमिन होइन देउता हो, जहाँ बाजा केवल ध्वनि होइन पुर्खाको सास हो, र जहाँ नाच केवल मनोरञ्जन नभएर पूजा हो। यही सांस्कृतिक बाजा, यही पहिरन, यही नाच र यही अनुष्ठान हो जसले कोइँच सुनवारहरूको पहिचान र परम्परालाई आज पनि परिचय दिइरहेको छ। तर अहिले यो परम्परामा पनि बादल लाग्न थालेको छ। वन जङ्गल
चरण, सिँचाइ तथा खानी खनिज लगायतका जैविक विविधता र प्राकृतिक स्रोतको प्रथाजन्य मान्यताका आधारमा उपभोग र प्रयोग गर्दै आएका कोइँच सुनवारहरू पुर्ख्यौली सिपका कारण पनि प्रख्यात छन्। जीविका र जीवनशैलीलाई प्रकृतिसँग निकट राखेर त्यसैको स्रोतमा बाँचेको यो जाति अहिले यी स्रोतबाट क्रमशः विमुख हुँदै गएका छन्। वल्लो किराँत भूमिमा आदिवासी कोइँच सुनवारहरू परम्परागत कृषि कर्ममा अभ्यस्त थिए। झाडी बुट्यान भएको भस्मे फाँड्दै यो भूमिलाई उब्जाउ योग्य बनाए। यही भूमिमा मकै, कोदो, धान, दाल तथा साग सब्जी रोपेर खाद्य पदार्थ जुटाउने ज्ञान प्रणालीको विकास गरे। अहिले चाहिँ 2-4 साल भयो भटमासमा पनि एकदम किरा लाग्ने। पहिला जुन समयमा पानी पर्दा चाहिँ हाम्रो सबै अन्नहरू पनि हुन्थ्यो। अहिले चाहिँ अलि समयले पनि अलि त्यही वायु परिवर्तनले त होला भन्न, हिउँदमा समय पानी पर्दैन, हिउँदे पानी पनि नपर्ने, जस्तै बर्खा जस्तो हिउँदा जस्तो बर्खा पनि भएछ र पशु पन्छीहरूमा पनि धेरै प्रकारको रोगहरू पनि देखिया छन्। वन पैदावारको जडीबुटी र खाद्य पदार्थसँग चिन्जान गरे। उनीहरूले पिउनका लागि र कृषिका लागि पानीको मुहान संरक्षण गर्ने तथा सिँचाइ प्रणालीमा पनि नयाँ जुक्ति निकाले। बजारको फेदीमा रहेको यो हाम्रो पहिलादेखिको चाहिँ पुर्ख्यौली धारा सबैजना हाम्रो यी 3-4 घर 5-6 घरको मानिसहरू हुनुहुन्थ्यो। अहिले चाहिँ सबै उहाँहरू बसाइन्छ र यहाँ हरेक कुराहरू वन्यजन्तुहरूले खाना नदिएर खेतीपाती उत्पादन गर्न नदिएको कारणले उहाँ बसाइसकेर हिँड्नु भएको छ। यो धारामा चाहिँ उहाँले पानी खाने, लाइनबाट त बिहानै पालो पानी थापेर लाने, पालो बसेर नुहाइ धुवाइ लत्ता कपडा धुने खालको चाहिँ लाइन बसेर त गरिन्थ्यो। त्यहाँको पानीले नुहायो भने चाहिँ रोग कष्ट हरण हुन्छ भने त्यो बिहानै आएर जो चाहिँ सबैभन्दा अगाडि आएर नुहाए त्यसपछि रोग कष्ट हरण हुन्छ, नुहाउने चलन हुन्थ्यो। त्यहाँको पानीले चाहिँ बगेर गएकोले चाहिँ उँधोपट्टिको खेती किसानलाई चाहिँ सिँचाइको काम पनि गर्थ्यो। खाने पत्रमा नभइकन किसानको पनि दोहोरो, खाने एउटा, सिँचाइमा एउटा, दुईवटा दोहोरो प्रणाली फाइदा लिन्थ्यो। अहिले यहाँको गाउँको बस्तीहरू मान्छे सबै हिँडेपछि बजारको फेदीमा परेको कारणले हो कि पानी सुकेर धारै सिधिसक्यो, अहिले छैन पानी। पहिला चाहिँ ठुलो पानी आउँथ्यो अनि यहाँ चाहिँ हामीले बिहानै आउँदा चाहिँ नाक सर्पने रातो एकदम सर्पहरू यहाँबाट फेरि भित्र पसेको देखिन्थ्यो। यो भित्र गुफा छ ठुलै, यहाँभित्र छिर्थ्यो, त्यसलाई चलाउनु हुँदैन थियो। त्यसले हामीलाई केही डस्ने ठुङ्ने काम गर्दैन। त्यसलाई देख्ने बित्तिकै हामीले धुप बालिदिन्थ्यौँ, ल है नागराजा अब बस्नुहोस् है भन्थ्यौँ। अब यो नाग भागेर हो कि न अब यहाँ गाउँको मान्छेले त्यहाँ सरसफा नगरेर हो, पानी पनि सुक्दै डब्दै हराउँदै गयो, पानी सुकेर एकदम कम छ। आदिवासी कोइँचहरूले नै आफ्नो भूमि तथा रुख जङ्गल, पशुचरण तथा किपट क्षेत्रको सुरक्षाका लागि प्रथाजनित संस्था कोइँच चुप्लो मार्फत थारो क्युचा प्रथालाई चलाएका थिए। यसबाट सामूहिक भूमिको सीमाङ्कन हुने र कसैबाट पनि अतिक्रमण हुन नसक्ने विश्वास गरिन्थ्यो। अहिले समयले कोल्टे फेरेको छ। जलवायु परिवर्तनको असरका कारण परम्परागत कृषिमा सबैभन्दा धेरै प्रभाव परेको छ। कोइँच सुनवारहरूको खेतबारी बाँझे देख्न सकिन्छ। यो विभिन्न चाहिँ हावापानी, विभिन्न जलवायु अझै परिवर्तनको कारण चाहिँ अब अघि नहुनुको विभिन्न हाइड्रोपावरको कुरा पनि आएको छ, विभिन्न कुराहरू आएको छ। यो वातावरण जस्तै तिते माछा भन्नुभयो, तिते माछा आउन त पक्कै पनि खोलामा पानी हुनुपर्छ होला। खोलामा पानीको अवस्था अब हाइड्रोपावरको कारणले अब खोला पुरै मरुभूमिको चाहिँ डिजार्ट मरुभूमि ठाउँमा चाहिँ परिणत भइसकेको छ। यो हामीले सरक दिँदैछ र हामीले पक्कै यो गाउँपालिकामा गर्नुपर्ने हाम्रो यो कार्यक्रम, यो राष्ट्रिय महिला आदिवासी चाहिँ महासङ्घ समितिले यो जब यो गाउँपालिकाले पक्कै पनि यहाँका यो महिलाका विशेष गरी सुनवार महिलाका समुदायलाई चाहिँ यो जनचेतनामूलक कार्यक्रम चाहिँ ल्याउनु भएको छ। उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु। सधैँ चहल पहल हुने गाउँ शून्यमा परिणत भएको छ। केही घर त ताला लागेको अवस्थामा देख्न सकिन्छ। मानिसहरू गाउँ छाडेर सहरतिर वा विदेशतिर बसाइ सर्न थालेका छन्। यी तमाम प्रभावका बावजुद आदिवासी कोइँच सुनवारहरूले आफ्नो थाँथलोमा प्रथा र परम्परालाई पुरै तिलञ्जली भने दिएका छैनन्। कोइँच परम्परा अनुसार कुनै पनि रुख बिरुवा काट्न अघि बिदार गरेर मात्र काट्ने परम्परा छ, जसलाई वासी भनिन्छ। रुखप्रति क्षमा माग्दै यसको सट्टा 10 रुख रोप्ने प्रतिज्ञा पनि गरिएको हुन्छ।
प्रकृतिको काखमा हुर्केको प्रकृतिप्रति नै समर्पित आदिवासी जनजाति कोइन्च सुनवार अहिले जलवायु परिवर्तनको चपेटामा छ। विकल्प यो परम्परा र संस्कृतिको पुनर्स्थापना नै हो। हामी गुहार गरिरहेका छौँ। आजको यो गुहारको आवाज नसुन्ने हो भने मौनताले सिङ्गो संसार ढाक्नेछ। हिमालको छायामुनि ह्योल्मोहरूको थाक ठुलो छ। लहरै देखिने दोर्जेलाक्पा अनि जुगल हिमशृङ्खला। यही हिमाललाई आस्थाको देवता मान्दै हिमालकै सौन्दर्यसँग भलाकुसारी गरिरहेका ह्योल्मोहरू यही हिमालकै मुनि हेलम्बु, इन्द्रावती र नुवाकोटमा बस्छन्। आफ्नो प्रथा, परम्परा र संस्कृतिसँग साक्षात्कार गर्दै चलायमान तर शान्त जिन्दगी बाँचिरहेको हुन्छन् आदिवासी ह्योल्मोहरू। ह्योल्मोलाई कसैले योल्मो पनि भन्ने गर्दछन्। योल्मो भए पनि उनीहरू देशका भूमिपुत्र आदिवासीहरू हुन्। यो माटो, यो हावा, यो प्रकृतिका अनवरत संरक्षक। ह्योल्मो क्षेत्र आफैमा जैविक विविधताले युक्त क्षेत्र हो। प्राकृतिक स्रोत र साधनको भरिपूर्ण यो क्षेत्रमा वन, वनस्पति, वन्यजन्तु, जडीबुटीको प्रचुरता पाइन्छ। यही प्राकृतिक स्रोतको संरक्षण गर्दै आएका ह्योल्मोहरूको जीवनशैली पनि सोही बमोजिम अनुकूलित रहेका छन्। आलु, मकै, मुलाहरू अनि गहुँ, जौ त्यस्तोहरू धेरै रोप्नुहुन्थ्यो, धेरै छर्नुहुन्थ्यो, धेरै नै अन्नबालीहरू त्यसरी हुन्थ्यो कि सर। अब अहिले चाहिँ के अरे अन्नबाली बालिनाले पनि त्यस्तो विधि नहाल्ने, सबैजना अब आनन्द सुविधा खोज्दै अब सारतिर छिर्यो, त्यसैले त्यस्तो उहरू भइरहेको छ। पेशाले ह्योल्मोहरू कृषक र पशुपालकहरू हुन्, तर उनीहरूको जीवन दर्शन बौद्ध दर्शनबाट सञ्चालित हुन्छ। उनीहरूको जीवन चलाउने दर्शनका आधारमा विभिन्न परम्पराहरूलाई निरन्तरता दिइरहेका हुन्छन्। चाडपर्वहरूमा लोसार, छेजु तथा मानेबुम जस्ता बौद्ध संस्कृतिमा आधारित पर्व मनाउने गरेका छन्। पहिलेदेखि नै नारा थियो, छेजु थियो, मणिबुम पनि छ। त्यो हाम्रो मणिबुम चाहिँ कतिखेर हुन्छ भने दसैँको दिनमा चाहिँ अष्टमी नवमी मिलाएर चाहिँ मणिबुम हुन्छ दसैँमा। यहाँको कालीगढी सिप ह्योल्मोहरूको हो। यो इन्द्रावती गाउँपालिका स्थित नवलपुरमा रहेको घ्याङ अर्थात् गुम्बा हो। यही गुम्बाबाट यस भेगका ह्योल्मोहरूको रीतिथिति परिचालित हुन्छ। यहाँ देखिएका मूर्तिहरू र भित्ताका चित्रहरू ह्योल्मो कालीगढले नै कोरेका हुन्। यो पहिला आर्ट चाहिँ हाम्रै वंश, यो हेरिभित्री हाम्रै के अरे थियो ह्योल्मोहरूको, र यस कारणले कतिपय यही हाम्रो स्थानीय खाइबाहरूले पनि गर्नुभएको छ। कतिपय अहिले चाहिँ उहाँहरू चाहिँ आफ्नो काम विशेषले गर्दाखेरि कोही इन्डियातिर जानु, सिक्किमतिर कोही गुम्बाहरू यस्तै कामहरू गर्दैछन्, कोही कता कता। यो उनीहरूले हाम्रै के अरे उहाँहरूले यो आर्ट गरेको यो मूर्तिहरू पनि त्यस कारणले स्थापना भएको छ। यो आर्ट गर्ने मान्छे अहिले छैन, अहिले काठमाडौँतिर छ। कोही काठमाडौँतिर छ, कोही चाहिँ उता सिक्किममा गएको छ। साक्षीका रूपमा यी गुम्बा, छोर्तेन र मानेहरू रहेका छन्। यिनै गुम्बाहरूमा शान्तिको कामना गर्दै ह्योल्मोहरू प्रार्थना गर्ने गर्दछन् पृथ्वी र सारा जगतको। तर अहिले आफ्नै भूमि शान्त छैन ह्योल्मोहरूको। सङ्कटका बीच चलिरहेको छ उनीहरूको परम्पराहरू। बाटो खन्नेले गर्दाखेरि चाहिँ नि अब जुन बस्तीहरूमा बाढी पहिरो जाने समस्या त्यतातिर आउँछ, मूलहरू हराउने, पानीको मूलहरू त्यस्तो भइरहेको छ। त्यसको लागि चाहिँ अब त्यसको जलवायुको न्यूनीकरण चाहिँ अब मलाई लाग्छ कि अब वृक्षरोपणहरू गरेर अनि यहाँ बस्ती जुन अब स्थानीय आमा समूहहरू भयो, सङ्घ संस्था भयो, सम्मानित निकायको मान्छेलाई कुरा राखेर चाहिँ त्यसको जलवायुको न्यूनीकरण कसरी हुन्छ। ह्योल्मोहरू यति बेला अनियमित वर्षाले एकातिर पीडित छन् भने पानीको मूल सुकेर पनि स्थानीयहरू प्रभावित भएका छन्। हाम्रो यहाँ तल यहाँबाट चाहिँ हामी 15-20 मिनट जति चाहिँ लाग्छ। हामी यहाँबाट तल जाँदाखेरि त्यहाँ चाहिँ हाम्रो आलडाँडा भन्ने चोक, हाम्रो साबिकको पहिलाको चाहिँ 5 नम्बर वडा, त्यहाँ चाहिँ तपाईँको मूल सुकेर हामी माथि सर्नुपर्ने बाध्यता थियो। पानी सुकेर तपाईँको यो जलवायु परिवर्तनले भन्नु भनौँ कि यो भूकम्पले भनौँ, यो 72 सालको भूकम्पले
पहिला चाहिँ 72 सालको भूकम्पले चाहिँ पहिला चाहिँ ठुल्ठुलो पानी निस्किए 12 गते चाहिँ 29 गतेकोले चाहिँ छ्याप्पै सुकायो सबै ठाउँमा पानीको मुहान सुक्यो त्यही भएर हामीले पानी माथिबाट ल्याउनु पर्ने बाध्यता भएको छ सर अहिले चाहिँ ह्योल्मोहरू यतिखेर विपदको चपेटामा परेका छन् मेलम्ची र इन्द्रावतीको आसपासमा बस्ने ह्योल्मोहरूको आफ्नै आँगनका नदीहरू पराय भएका छन् बसोबास क्षेत्रमा त उनीहरू काकाकुल जिन्दगी बिताएर रहेका छन् यहाँ देखिएका बस्तीहरू पानीकै अभावमा स्थानान्तरण गर्नु परेको छ यसरी स्थानान्तरण भएपछि ह्योल्मोहरूको परम्पराहरू पनि हराउन थालेका छन् ह्योल्मोहरू स्वावलम्बी र आत्मनिर्भर थिए उनीहरूको मनोरञ्जन गर्ने आफ्नै शैली थियो आफूले लगाउने लुगा आफै बुन्ने गर्थे तर ती ज्ञान प्रणाली अहिले हराउँदै गएको छ पहिले हाम्रो बुवा आमाहरूले सबै यस्तो बक्कु राति श्यामा यस्तो श्यामा लाउनुहुन्थ्यो नि अब यो के भन्छ यो मानी खर्कातिर हाम्रो आमाहरूले श्यामा बुन्नुहुन्थ्यो क्या यो पछाडि लाउने श्यामा अनि हाम्रो बुवाहरूले यस्तो बक्कु भन्ने यो भेडाको बुन्नुहुन्थ्यो अनि एकदम उगारेर बुन्नुहुन्थ्यो अहिले त त्यस्तोहरू सबै छोडेर सबै विदेशतिर लाग्नुभयो होइन मेरो बुवाले नै त्यस्तोहरू यस्तो बक्कु हुन्छ हाफ जस्तो क्या त्यस्तोहरू बुन्नु लाउनुहुन्थ्यो फङ्सी हो कि के हो भन्ने हो त्यो पहिला हाम्रो भक्कु भन्दै के भन्थ्यो अहिले त यस्तोलाई बक्कु भन्छ त्यस्तोहरू गर्नुहुन्थ्यो कि चिसो भूगोलमा बस्दै आएका ह्योल्मोहरूको संस्कृति पनि चिसिएको छ यसको दोष केवल जलवायु परिवर्तनको नियति मात्र होइन प्रकृतिमा लागेको खडेरी र बेमौसमको भेलबाडीले बाह्य जगतको धन सम्पत्ति त विनाश गरेकै छ बेमौसमी भेलबाडी लामो खडेरीले उनीहरूको जीविका र बाँच्ने आधारलाई पनि क्षति पुर्याएको छ ह्योल्मो संस्कार र संस्कृतिमा पनि गहिरो प्रभाव पारेको छ हामी जलवायुको बदलिँदो चक्रसँग मात्र होइन हाम्रो प्यारो संस्कार र संस्कृतिको अस्तित्व बचाउन पनि लडिरहेका छौँ जलवायु सङ्कट विरुद्धको विश्वव्यापी सङ्घर्षमा जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका महासन्धिका पक्ष राष्ट्रले आफ्नो तर्फबाट प्रयास जारी नै राखेकै छन् यस अभियानमा आदिवासी जनजाति किशोरी तथा महिलाहरूले पनि आफ्नो परम्परागत ज्ञान र अभ्यास मार्फत व्यक्तिगत तथा संस्थागत रूपमा अनुकूलन न्यूनीकरणमा योगदान दिइरहेका छन् हामी विश्वास गर्दछौँ यो जलवायु सङ्कटको समाधानमा हाम्रो प्रयास सार्थक हुनेछ